मजा निस्केको अब साथीहरु त ट्राम चढिसक्यो अब म पनि यहाँबाट जान्छु अनि ट्राम चढेर साथीहरु भेट्छ है त म चाहिँ यहाँ ट्राम कुराहरु त साथीहरु अब उता 2 मिनेटमा आउँछ ट्राम अनि गाइस मैले मेरो साथीहरु भेटे हाम्रो नयाँ साथी चाहिँ अब हामी चाहिँ ब्रेसलेट जाँदै छौं हामी एकदम एक्साइटेड हैन पहिला उला सोच्छ ल एक्साइटेड यस एक्साइटेड एन्ड ह्यापी एकदम एक्साइटेड धेरै के भन्छ आई वाज लुकिङ फरवर्ड टु इट त्यस्तै हो हामी चाहिँ हाइडेन्स स्कुलमा छ के गर्नु यस्तो रहेछ यहाँ चाहिँ एकअर्काको मुख हेर्दै बस्नु पर्ने रहेछ अब के गर्नु साथीको गुचीको चस्मा देखाइदेऊ न हामी चाहिँ स्टेसनमा झर्यौँ कस्तो भयो कस्तो रमाइलो भयो होला त सम्म हामी त झरेको अवस्थामा माथि जान्छौँ आयो अब हामी यहाँबाट कहाँ जाने हो सिटी घुम्दै जाऊ यो चाहिँ ब्रिस्बेनको जो गएको छ उनीहरूले सिकाउने हो कता हो यता हो साथी यहाँ छ हाम्रो टुर गाइड यति राम्रो टुर गाइड भएपछि त के चाहियो र होइन अनि फलो गर्ने साथी यो चाहिँ अलिकति क्रस छ होइन यतापट्टि गरौँ हरियोमा मात्र फेरि जेरो काट्यो सही रमाइलो छ यार म त सबलाई भन्छु कि भिजिट गर्नै पर्ने ठाउँ त्यही त हामी चाहिँ घुमिरहेछौँ कस्तो लागिरहेछ गाइजहरूलाई यहाँ एकदम बब्बाले रमाइलो रमाइलो अब हामी चाहिँ पार्क जान लाग्दैछौँ अब अझै कति धेरै रमाइलो गर्न बाँकी छ हामी चाहिँ यहाँ बसिरहेछौँ एकछिन थके मारेर थकाइ मार्दैछौँ साथीभाइ हो यस्तै छ
चलिरहेछ है गाइजहरु भइहाल्यो ल टिकटक हुँदैछ गाइजहरु हामी चाहिँ यहाँ गार्डनमा आयौँ अब हामी चाहिँ अब यो पार्कबाट निस्केको अब लाफिङ खान जान्छौँ अनि त्यसपछि हामी फेरि चढ्नुपर्ने छ आज रमाइलो भइरहेछ गाइज हामीलाई चाहिँ पानी लिनलाई मेट्रो आछौँ हामी चाहिँ लाफिङ खान जान लाग्यो कतिको एक्साइटेड छ आई एम भेरी मच एक्साइटेड अब हामी लाफिङ खान्छौँ अघि हाम्रो रिटिक भाइ आएको होला हामी चाहिँ फेरि चढ्न जान लाग्यो यहाँ हाम्रो के भन्छ गाइड कन्फ्युज भइरहेछ अनि यहाँ हामीलाई चाहिँ उल्टो उल्टो बाटो हिँडाइरहेछ गाइड चाहिँ अनि हामी चाहिँ अब फेरि चढ्ने अनि उता साउथ ब्याङ्क घुम्ने अनि त्यसपछि घर फर्किन्छौँ होला फेरि चढ्न जान लाग्यो बल्ल भेट्यो पुल देख्छ नि त्यो चाहिँ सिटीमै पर्दो रहेछ क्या त्यो चाहिँ हामी विलमा गएको छौँ
साथीहरु हाम्रो चाहिँ आजको भिडियो कन्टिन्यू नहुने भयो किनभने मेरो साथीलाई चाहिँ अलिकति गाह्रो भयो अनि त्यही भएर हामी चाहिँ हस्पिटल आएको छौं। अब त्यही भयो आजको दिन चाहिँ अब अलिकति रमाइलो अलिकति स्याड अनि सबै मिक्स भयो। अब चाहिँ हामी हाम्रो साथीलाई यो रोयल ब्रिस्बेन हस्पिटल हैन त्यहाँ लिएर आएको छौं। अब डाक्टरले के भन्छ अनि त्यही अनुसार चाहिँ अब नि हामी चाहिँ हाम्रो घर जान लागेको। अन्त अनुष्का के भयो आज? रमाइलो भयो ओभरअल, तर अब हाम्रो साथी बिरामी भएको भएर हल्का नरमाइलो लागिरहेछ। हामी चाहिँ म चाहिँ यतै बस्ने भए आज, अनि मेरो साथीहरू चाहिँ अब जान्छन्। अनि उसलाई के भएको त? उसलाई चाहिँ चेस्ट पेन भएर अलिकति गाह्रो भएको छ, हल्का एङ्जाइटी अट्याक भनेर जस्तै लागेछ। हामीले चाहिँ फर्स्ट टाइम देखेको हो, त्यो भएर अब त्यस्तै भइरहेछ। त्यही त साथीहरू एकदमै रियल के हो थाहा छैन, अब डाक्टरले भन्नुहुन्छ अब टेस्ट गरेपछि है। त्यही त अब एकदमै गाह्रो भयो कि अब हामी ब्रिस्बेनमा छौँ एक त, अनि यहाँ इमर्जेन्सीमा बोलाएको। यहाँ अब अलि टाइम लाग्दो रहेछ कि, धेरै टाइम लाग्दो रहेछ। अनि अहिलेसम्म नि पालो आएको छैन, ऊ पुऱ्याएको रहेछ। अनि हामी 3 जना बसेर पनि केही काम नरहेछ किनभने एकजनालाई मात्रै भित्र जान दिने रहेछ। अनि त्यही भएर अब हाम्रो पनि भोलि क्लासहरू हुन्छ, ल्याब हुन्छ। अनि सबैको छुटाउनु भन्दा बरु 2 जना क्लास गयो भने एटलिस्ट अनि उसलाई सजिलो हुन्छ नि त। त्यही भएर चाहिँ अब हामी जान लागेको। म र इसिदा चाहिँ जान्छौँ अब घर, किनभने मेरो पनि औषधि खानुपर्ने हुन्छ अब अहिले एकछिनमा। अनि त्यही हो आजको दिन चाहिँ एकदमै रमाइलो नितु सन्चो भएर आउन पर्यो। नितु गेट वेल सुन है। नितु गेट वेल सुन। वी लभ यु सो मच। धेरै माया उता पनि। ल बाई बाई।